ल के लाग्छ तिमीलाई अब स्कटल्यान्ड बस होइन स्कटल्यान्ड बस हजुर होला कि ब्राजिल बस होला अब यसपालि नेमारले सक्छ कि सक्दैन घाइते बहादुर नेमार जुनियरले अब के नेमार लाग्छ भाइ? जुनियर चाहिँ उम्, अब नेमार जुनियरको अब स्कटल्यान्डसँग चाहिँ अब आउने भन्ने सोसियल मिडियादेखि अरू विभिन्न क्रमशमा पनि जुन एउटा चलेको छ नि खबर, त्यसले अँ, अब ब्राजिलियन फ्यानहरू त एकदमै उत्सित भइसकेका छन् होइन। सो नेमारलाई फेरि पिचमा अब रिटर्न, किनभने एम्बापेको जादु, मेसीको जादु, हल्यान्डको उम्, जादु होइन। अब बिग उम्, प्लेयर को छ त ब्राजिलमा? भिनिसियस जुनियर। उनले त जादु उम्, चलाएका छन्। अहिले दुईटा अँ, गेममा हेर्ने हो भने उनी नै छन् मेन मान्छे होइन, जसले इम्प्याक्ट क्रिएट गरिरहेका छन् ब्राजिल। अब को त भन्दा नेमार जुनियर। उम्, अब यहाँ प्रब्लम के आउँछ भने दाइ, अब नेमार जुनियर त फिट अँ, छन्। अब फिट छन् कि छैनन् होइन, अब छन् त भनिहाल्यो। अब छन् कि छैनन् भन्ने पनि अँ, क्वेसन छ नि त। अब कतिको टाइम खेल्छन्, कतिको टाइम दिन सक्छन्, अब स्टार्ट गराउँछन् कि गराउँदैनन्। फेरि अब भोलि अब गेम हुनेको अघिल्लो दिन चाहिँ चट्टा लाएर फेरि अब नेमार चाहिँ अब फेरि नकआउट स्टेजमा चाहिँ आउने रे होइन। अझै फिट अँ, भएनन् नेमार। अब जे पनि हुनसक्छ होइन, त्यो अब हामी कुर्नेछौँ। तर पनि उनी आउने बित्तिकै उनले चाहिँ अब यो मेस्सी जस्तो, हाल्यान्ड जस्तो, एम्बापे जस्तो इम्प्याक्ट चाहिँ क्रिएट गर्दैनन्। अब एसिस्ट दिन उम्। सक्छन् वा केही गर्छन् कि अब हेरौँ कस्तो कस्तो छन् भन्ने। किनभने अब टफ फिक्सर नै हुन्छ, किनभने स्कटल्यान्डलाई पनि मोरोक्कोसँग पराजित भयो नि त अस्ति त्यही त होइन। अनि स्कटल्यान्ड स्कटल्यान्ड हुन पनि कमजोर त कमजोरै देखेकै छ। स्कटल्यान्ड पनि अहिले भन्ने हो भने के अरे वर्ल्ड कपमा चाहिँ जिन्दगीमा नकआउट पुगेको मलाई चाहिँ थाहा छैन है, तिमीलाई थाहा छ? छैन छैन, अब युरोकपमा पुगिरहेको हुन्छ। अब खास वर्ल्ड कप त यिनीहरूको मेजर, अब कतिचोटि त अब धेरै चोटि ग्रुप भाग पनि ल्याएन यिनीहरूले। ग्रुप स्टेजबाट प्रगति गरेको भन्ने कुरा मलाई थाहै छैन। अस्ति म त धेरै बेटर मोरोक्को केही गरी यो गेमबाट खतरा अँ, रिजल्ट स्कटल्यान्डले ल्याउँछ भने पनि ड्र ड्र चाहिँ देख्छु। जित चाहिँ हासिल नगर्न सक्ला स्कटल्यान्डले जस्तो लाग्छ। अब हेरौँ न, उम्, सुपरम्यान नेपोली स्टार म्याक्टोमनेको अब जादु गराउन आयो भने त के भन्ने हो र अस्ति होइन। के भन्थ्यो यार एउटा अस्ति के अरे स 0 सट अन टार्गेट थियो कि मोरोक्कोसँग होइन र? मो मोरोक्कोले दुई तिन गोल हान्नु पर्ने हो भने गेम हेर्दाखेरि, तर एक गोलमै सीमित भयो होइन। अब के अँ, भन्ने दाइ, तर ठिकै छ। तर एकदम क्लोज उम्, मार्जिनको गेम हुन्छ, किनभने ब्राजिल पनि हेर्दाखेरि त्यस्तो सन्तुष्टजनक देखिएको छैन। फर्स्ट गेममा हामीलाई थाहा नै छ मोरोक्कोसँगको ड्र, र सेकेन्ड गेममा हेर्ने हो भने हैटी जस्तो टिमलाई पनि भनौँ न अलिकति फराकिलो अन्तरले त जितेकै हो। तर पनि ब्राजिल जस्तो टिमले चाहिँ अलिक बढी नै स्कोर लाइन, जस्तै अरू टिमहरूले हेर्दाखेरि जस्तो नेदरल्यान्डले जुन कमब्याक गर्यो भारी अन्तरका साथ होइन। त्यसै गरी अरू टिमहरूले पनि, अब स्पेनले नै हेर्ने हो भने साउदी अरेबियासँगको हिजोको गेममा पनि कमब्याक गर्यो होइन। त्यसो उम्। हैटीसँग अलिकति एक्सपेक्टेड चाहिँ थियो। तैपनि अझै पनि त्यो ब्राजिलियन फ्लेभर, ब्राजिलियन रिदम चाहिँ आएको छैन जस्तो लाग्छ। तैपनि स्कटल्यान्डसँग चाहिँ फेरि भिनी नै चम्किन्छन् कि? भिनी भिनी त चल्नै पर्यो यसपालि त। भिनिसियसको फर्म त मिलेकै छ नि अहिले राम्रो सबभन्दा। अब गोल पनि हानेको छ होइन। उम्, अब गोल तर तर हान्नेलाई भिनी प्रेसर पनि भिनीको उम्, भिनिगरले त आफ्नो जुन पोजिसनबाट राम्रो नै गरेका छन्। तर पनि अब उम्, हामी हेर्ने हो भने उनको अब मोरोक्कोसँग हेर्ने हो भने एउटा जुन म्याजिक आयो त्यसमा गोल क्रिएट गरिदिइहाल्यो उनले। त्यसपछि उम्, हैटीसँग त अब गरि नै हाल्यो। अब स्कटल्यान्डसँग कस्तो गर्छन् र फर्दर नकआउटमा चाहिँ कस्तो पर्फर्मेन्स गर्छन् भन्ने कुरा हो। किनभने सिङ्गल ह्यान्डली उनको मात्रै पर्फर्मेन्सले चाहिँ अट्याकमा चाहिँ मलाई लाग्छ कि वर्ल्ड कपको दावेदार चाहिँ म राख्दिनँ। अब त्यति नै जति भिनीले गरिरहेछन्, अब हामी हैटीसँग हेर्दाखेरि म्याथ्युस कुनाले पनि त्यस्तै शानदार प्रदर्शन नै गरे। उनले पाएको चान्स उनले कन्भर्ट गरिदिए। उम्, तर कति जेनसम्म चाहिँ म्याथ्युस कुना र भिनीले मात्रै गेम, भनौँ न, ब्राजिललाई चाहिँ जित निकाल्छन् भन्ने पनि कुरा हो। किनभने राफिनाको इन्जुरी नै मेन कन्सर्न भयो नि त अब। अब राफिना कहिले आउँछन्, यो वर्ल्ड कपमा आउँछन् कि आउँदैनन् भन्ने नै ठुलो क्वेसन मार्क छ। के स्कटल्यान्डले चाहिँ के गर्छ अब बच्नलाई के गर्छ अथवा जित्नलाई के गर्छ? तिमीलाई के लाग्छ अब अब नयाँ यस्तो छ, ट्याक्टिकल चेन्जेसहरू? अब यसमा चेन्जेस भन्दा पनि मैले देखेको भनेको, किनभनेपछि थर्ड बेस्ट टिम पनि जानेछ नि त ग्रुपबाट। थर्ड त्यो बेस्ट त्यो टिम पनि त्यो जान्छ। हिसाबले त्यो हिसाबले हेर्ने हो भने चाहिँ तपाईँको अब ब्राजिलको हेर्ने हो भने 3 पोइन्ट र एक 4 पोइन्टमा छ। अँ, मोरोक्को पनि 4 पोइन्टमा छ, र मोरोक्कोको गेम कोसँग छ भनेपछि चाहिँ अब लास्टमा हेर्ने हो भने हाइटी मोरोक्कोको गेम हाइटी भनेको हैटीसँग छ। अब उम्, त्यो त अब हाइटी मोरोक्कोकै फेभरमा जान्छ। पक्षमै अब होइन, उम्,
भनेपछि त अब त्यो त्यो ग्रुपमा सबभन्दा मेन इम्पोर्टेन्ट म्याच नै डिसाइडिङ म्याच नै भन्ने भनेको स्कटल्यान्ड र ब्राजिलको हुने भयो। अब त्यो गेममा अँ, फेरि गोलको अन्तर पनि आउने भयो दाइ कि, किनभने चाहिँ हैटीलाई 3 हान्यो भने चाहिँ मोरोक्कोले पनि 3-4 हान्यो भने त अब ग्रुप टप उम्, गर्ने त मोरोक्को हुने भयो। मोरक्को अब हुने फेरि भयो। स्कटल्यान्डसँग त ब्राजिलले कति गोल हान्छ त भन्ने पनि कुरा हो। यो हिसाबले हेर्ने हो भने, अब अर्को हिसाबले हेर्ने हो भने स्कटल्यान्डलाई पनि 3 पोइन्ट चाहियो दाइ। त्यही त ओभरअलली हेर्ने हो भने किनभने यो स्कटल्यान्ड थर्डै भएर जान्छ जस्तो लाग्यो मलाई त। किनभनेपछि दाइ उम्, 3 पोइन्ट चाहिँ अलरेडी छ स्कटल्यान्डको नि होइन। उनीहरूले उम्, हैटीसँग एउटा 1-0 को है जित निकालेको थिए। अब अँ, ब्राजिलले ग्रुप टप गर्नलाई हेर्छ, तर स्कटल्यान्डले चाहिँ हामी थर्ड बेस्ट भयो भने पनि जान्छौँ भनेर ड्रतिरको रिजल्ट हेर्छ कि जस्तो लागिरहेछ स्कटल्यान्डले होइन। तर ब्राजिलले चाहिँ अँ, ड्रतिरको रिजल्ट हेर्दैन। उनीहरू बिग टिम हो, उनीहरू वर्ल्ड कप जित्न आएको, उनीहरूलाई 3 पोइन्टै चाहिन्छ, ग्रुप टप नै गर्नुपर्छ। हुन त स्कटल्यान्डले त्यही त्यही मेन्टालिटीको साथ खेल्छ। हामी चाहिँ यहाँनिर ब्राजिललाई हराएर ब्राजिललाई चाहिँ भनौँ न अब पछाडि छोडेर हामी रनर अप भएर जाने वा ग्रुप नै टप गर्ने हिसाबले त्यो एउटा पर्सपेक्टिभ पनि हामीले हेर्न सक्छौँ गेममा। उम्। त्यही भएर स्कटल्यान्ड चाहिँ क्ल्यास अब अफ क्ल्यान्स नै भन्छु पोइन्ट दाइ म। 3 पोइन्ट चाहिँ ल्याएको छ नि त स्कटल्यान्डले। राउन्ड अफ 32 त हो। पुग्छ यो किनकि एक गेम जितेकै छ। अब अ, ब्राजिललाई जित्ने भने झन् स्योरै भयो नि त, टप फेभरेट त भन्ने फेरि भयो क्या। 3 ब्राजिल पोइन्टले जित्ने मात्रै भन्दा नि अर्को बराबरै खेले राउन्ड, पनि पुग्ने भयो क्या। अब 3 पोइन्टले मात्रै अर्को राउन्ड थर्ड बेस्ट भएर जान पनि अलिकति गाह्रै हुन्छ। किनभने अरू टिमहरूको हेर्ने हो भने चाहिँ अब लगभग 4 पोइन्ट हुने अलि म्याक्सिमम् टिमहरू पनि हुन्छन्। र 3 पोइन्टमा पनि गोल डिफ्रेन्समा आउने हो भने चाहिँ केही उम्, विवादहरू आउन सक्छ। त्यसो कारणले गर्दाखेरि त्यो ब्राजिलसँग धेरै गोल कन्सिड नगर्ने हिसाबले हुन्छ। तर अगाडि के अरे ब्राजिलले गेमको सुरुवातमै अग्रता 2 गोलको लियो भने चाहिँ अब त्यहाँनिर स्कटल्यान्डले भनौँ न अब गोल कम खाने हिसाबले नि खेल्न सक्छ। वा अँ, अब अब हाफ टाइमसम्म जाँदाखेरि चाहिँ 65 70 मिनट जाँदा 1-1 भयो भने चाहिँ स्कटल्यान्डले अब अँ, हामी, किनभने 4 पोइन्टमा त स्योर थर्ड बेस्ट भएर अर्को राउन्ड गइहाल्ने हो। त्यही भएर उनीहरू ड्रको हिसाबले पनि खेल्न सक्छन् ब्राजिललाई रोक्नलाई। तर यो ग्रुपको मेन डिसाइडिङ गेम चाहिँ त्यही नै भयो। मेरो विचारमा चाहिँ मैले हेर्ने हो भने चाहिँ मेरो विचारमा मोरोक्को भर्सेस हैटी चाहिँ टेबल टपको लागि हुन्छ। किनभने मोरोक्कोले जति सक्यो त्यति फिजीलाई धेरै गोलको अन्तरले जितेर टेबल टप गर्नतिर जान खोज्छ। ब्राजिलले अँ, चाहिँ त्यो टेबल टपको पर्सपेक्टिभ भन्दा पनि हामी चाहिँ स्कटल्यान्डसँग उनीहरू चाहिँ 3 पोइन्टको लागि जान्छन् दाइ ब्राजिल चाहिँ। अनि स्कटल्यान्ड पनि 3 पोइन्टको लागि नै जानेछ। तर उनीहरूको चाहिँ पर्सपेक्टिभमा चाहिँ के हुन्छ भनेपछि चाहिँ यदि हामी 4 पोइन्ट ल्याउन सक्छौँ भने हामी जान सक्छौँ, उनीहरू ड्रतिर पनि हेर्न सक्छन्। अब यो एकदमै भनौँ न एकदमै यो हाइपोथेटिकल कन्सेप्ट पनि छ यसमा। यो एकदमै के हो जस्तो पनि छ। ठिक छ। अब स्कटल्यान्ड चाहिँ जो स्योर चाहिँ हुन्छ। अब 1 पोइन्ट पनि फुत्काउन सक्यो भने पनि स्कटल्यान्ड अगाडि बढ्छ क्या, किनकि 4 पोइन्ट भनेको त ठुलै कुरो हो टप 8को लागि। अँ, अँ, अब अँ। किनकि राउन्ड 3 सम्म के हुन्छ, राउन्ड 3 को अब फेरि नेक्स्ट गेमहरू फेरि राउन्ड 3 को गेम सुरु भएपछि अब एक गेम जित्ने प्राय धेरै टिमहरू हुन्छ नि त थर्डमा प्लेसमा भएका। त्यही भएर स्कटल्यान्डलाई अब बराबर पनि भएन भने पनि गाह्रो पर्न सक्छ कि। तर यसमा चाहिँ यो ग्रुपमा अलिक प्रेसर ब्राजिललाई किन भयो भने चाहिँ जस्तै अरू ग्रुपहरूमा हेर्ने हो भने टिमहरूले 2टा गेम सोझै जित निकालेर उनीहरू अर्को राउन्डमा गइसकेका छन्। अब थर्ड गेममा चाहिँ टिमहरूलाई अलिकति रेस्ट दिन पनि पाइयो नि त एक हिसाबले। तर पाइयो। यहाँ के भयो भने चाहिँ जब मोरोक्कोको त अब थर्ड गेम सजिलैसँग भयो हैटीसँग। उनीहरूले जसरी पनि जित निकालिहाल्छ। उनीहरू त स्योर सर्ट अर्को राउन्डमा पुग्ने भइसक्यो, किनभने 4 छ, 4 5 7 पोइन्ट ल्याइहाल्छन्। अब ब्राजिललाई चाहिँ के छ भने चाहिँ उनीहरूले चाहिँ अब हामी एउटा कन्टेन्डर पनि हो भनेर देखाउनु पनि पर्यो। त्यसमा चाहिँ राफिना अलरेडी इन्ज्योर भएर उनीहरूको लागि बिग कस्ट भइसकेको छ। अब त्यहाँ यिनीहरूलाई अब बिग प्लेयरहरूलाई रेस्ट गरौँ भने पनि अझै त्यहाँनिर फेरि स्कटल्यान्डले बजाउने हो कि भन्ने कुरा पनि आउन सक्छ दाइ फेरि। टक्कलाई स्कटल्यान्डले बजाइदियो भने त फेरि 1-0 को जित स्कटल्यान्डले निकाल्यो भने त सक्यो त फेरि ब्राजिल। त्यही भएर सक्यो नि। उनीहरूले चाहिँ फेरि ज्यान फालेर खेल्नुपर्ने भयो। अब भिनीले पनि ज्यान फालेर खेल्नुपर्ने भयो। अब त्यसपछि म्याथ्युस कुनाले पनि ज्यान फालेर खेल्ने भयो। अब राफिना नभएपछि चाहिँ अब मार्टिनेलीलाई फिट गराउनु पर्यो स्क्वाडमा। अब एउटा त्यो पनि हुन्छ मार्टिनेलीलाई ल्याउने कि अब हाम्रो ठ्याक्कै मैले नाम बिर्सेँ फेरि। के हाम्रो अरे पो अरे सान्च ब्याकअप स्ट्राइकर कसको? होइन होइन, रियल म्याड्रिडको प्लेयर के एन्ड्रिक सरी एन्ड्रिक। एन्ड्रिक। अब एन्ड्रिकलाई पनि फिट गराउने हो कि अब राफिना नहुँदाखेरि चाहिँ अब को आउँछ त? मैले त मार्टिनेली नै देख्छु। मार्टिनेली खेलाउँछ यता। सब हुन्छ एन्ड्रिक एन्ड्रिक पनि खेलाउन सक्छ नि। उम्, एन्ड्रिकलाई त्यो सुरु अब सुरु एउटा त प्लेयर गेमहरूमा त स्टार्ट एउटा प्लेयर नगरेको त त्यही फिल कारण गर्नु नै पर्यो हुनसक्छ। पनि।
उम्, एउटा प्लेयर त फिट गर्नु पर्यो नि त स्क्वाडमा। अब राफिना जस्तो दिन सक्ने को छ नि त अब त्यसको लागि चाहिँ अब हेरौँ। ठिक छ। के अरे टोटनामको यो साइनको कुरा गरौँ है। यो स्यान्ड्रो टोनालीलाई साइन गर्ला त न्यु हुन्छ होला क्यासलबाट। दाइ त्यो चाहिँ। बवाल छ त यार, यो त के हो, यत्रो अब यस्तो पैसा धेरै गरौँ न दाइ, मागे यार। त्यो 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 अहिले ब्राजिलसम्मको वाला भिडियो जुन हामीले बनायौँ त्यसलाई ठ्याक्कै त्यतिसम्मको लागि चाहिँ त्यो युट्युबमा हाल्दाखेरि कट गरेर त्यति हालिदिनु न, त्यो यता टोटनामतिर नजाउँ। ठिक छ, यो टोटनामतिर त होइन, ठिकै छ। टोटनाम यिनीहरू गफ गर्दै गरौँ। भिडियो कति अब पुग्छ रेकर्डिङ हेर्दै बन्द जाउँ। गरेर अनि गफ गरौँ न, रेकर्ड बन्द गरेर अनि गफ गरौँ। एडिट गरौँ न 10 अन्त, मिनटको चाहिँ के के हुन्छ चिन्ता दाइ? गर्छौ। उम्, होइन तपाईँ फेरि एडिट गरेर लामो काट्नुपर्छ नि त। फेरि अब अर्को टपिकमा रेकर्ड गर्नु न, यो टपिक अब सक्यो कि।